हेलो साथीहरु, यो च्यानलमा तपाईलाई धेरै धेरै स्वागत छ। साथीहरु, यो च्यानलको मार्फतबाट तपाईले घरमै बसी इलेक्ट्रोनिक्स रिपेयरिङ सम्बन्धी विभिन्न तालिमहरु लिन सक्नुहुन्छ। जस्तै कि मोबाइल, ल्यापटप, कम्प्युटर आदि रिपेयरिङ गर्नको लागि जुन तालिम तपाईले पैसा तिरेर लिनुहुन्छ विभिन्न इन्स्टिट्युटहरुमा गएर, त्यो तालिम तपाईले युट्युब मार्फत पनि निशुल्क रूपमा लिन सक्नुहुन्छ। जसको लागि यो च्यानलसँग जोडिनुस्। यो च्यानलसँग जोडिनको लागि तपाईले रातो रङको सब्स्क्राइब बटन देख्नुहुन्छ, त्यसमा क्लिक गर्नुस् र त्यससँगैको जुन बेल घण्टीको बटन छ त्यसमा पनि क्लिक गर्नु होला। योसँग क्लिक गरिसकेपछि तपाईले यो च्यानलमा आउने भिडियोहरुको बारेमा विभिन्न जानकारीहरु तपाईले पाउन सक्नुहुन्छ र त्यो भिडियोहरु हेरेर तपाईले घरमै बसी मोबाइल, ल्यापटप, टिभी तथा अन्य इलेक्ट्रोनिक ग्याजेटहरु रिपेयर गर्न सिक्न पनि सक्नुहुन्छ। अथवा तपाईले सिकिसक्नु भएको हो भने पनि तपाईको जानकारीमा भएको कमी कमजोरीहरुलाई यो च्यानलमा भएको भिडियोहरु पनि त्यो बिग्रिन सक्ने चान्सेस हुन्छ। यो क्यापेसिटर कहाँ राख्नु पर्यो, कहाँ राख्नु पर्यो एउटा बोर्डमा, अथवा कहीँ जुनसुकै इलेक्ट्रोनिक्स डिभाइस, मोबाइल होस्, ल्यापटप होस्, टिभी होस्, कम्प्युटर होस्, हैन, यो कुन ठाउँमा राख्नु पर्यो त्यो क्यापेसिटरलाई? आइसी अथवा पार्ट, हरेक आइसी र हरेक पार्टको लागि राख्नु पर्यो कि परेन? त्यही भएर तपाईले यो क्यापेसिटर हेर्नु भयो, जुनसुकै आइसी हेर्नुहोस् हैन, यो क्यापेसिटर हुन्छ कि छैन, यसको वरिपरि पनि टन्नै छ कि छैन? हरेक आइसी र पार्टको वरिपरि के हुन्छ त क्यापेसिटर तपाईले भेट्नुहुन्छ। यो क्यापेसिटर के हुन्छ? क्यापेसिटर किन धेरै युज गरियो त? अरु सामान चाहिँ अरु कम्पोनेन्ट कम हुन्छ, क्यापेसिटर के हुन्छ त एकदम बढी हुन्छ। कारण के हो त भने अब हरेक कुरालाई के गर्नु पर्यो, प्योर डिसी दिनु पर्यो कि परेन? त्यो प्योर दिनको लागि फिल्टर गर्नु पर्यो, फिल्टर गर्नको लागि क्यापेसिटर हाल्नु पर्यो। अब एउटा पार्टको लागि एउटा मात्रै हाल्ने कि धेरै हाल्न पनि मिल्छ? एउटा पार्टको लागि एउटा मात्रै हालेर हुँदैन, एउटा, दुईटा, चारवटा, पाँचवटा, 10वटा जति पनि हाल्न सकियो। हुनाले यो एउटा हाल्दाखेरि एउटाले मात्रै काम गर्यो, दुईटा हालेपछि के भयो, डबल फिल्टर जस्तो भयो कि भएन? तीनटा हालेपछि 3 गुणा फिल्टर हुने भयो, चाहिँ झन् प्योर भयो। अब यसमा त चान्सेस भनौँ न यसले गर्न सकेन भने त गयो नि त यता एसी, किनभने एसीको लागि त यता पनि बाटो छ, यता पनि बाटो छ। हुन त पहिला यतै जान खोज्छ, अब धेरै एसी हो भने त यता जान नपाए, यता जस्ट ब्लक छ भने यता पनि त जान सक्ने भयो नि त। तर फेरि यदि डबल क्यापेसिटर हो भने यता गयो भने फेरि अर्कोले फिल्टर गरिदिन्छ, यसले पनि छोड्यो भने फेरि अर्कोले फिल्टर गरिदिन्छ, हो कि होइन? त्यसरी अब यो एउटा पार्टको लागि क्यापेसिटर भनेको मिनिमम एउटा र एउटाभन्दा बढी जतिवटा पनि हुन सक्छ, बुझ्नु? त्यही भएर हरेक पार्टमा तपाईले हेर्नुभयो भने क्यापेसिटर छ नै। अब जुन सामान धेरै छ त्यही त धेरै बिग्रिन्छ नि, हैन? अब जुन सामान युजै भएको छैन त्यो बिग्रिन्छ त? बिग्रिँदैन नि। जे बढी युज हुने सामान पनि क्यापेसिटर हो, बढी बिग्रिने पनि के हो त? क्यापेसिटर नै। अब बिग्रिन्छ किन? मानव अब यसको पनि भोल्टेज, यहाँ तपाईले यो क्यापेसिटर कति भोल्टको हुने भयो, यहाँ तपाईले कति दिइरहेछ? 5 भोल्ट। यो क्यापेसिटर कति भोल्टको हुनु पर्यो? 5 भन्दा अलिकति बढी हुनु पर्यो, हो? त्यति भन्दा नि ठ्याक्क सेम भएको हैन? 5 भोल्ट हो भने यो मानव 8 भोल्टको छ, त्योभन्दा अलिकति हाई रेन्ज हुनु पर्यो नि, किनभने त्योभन्दा कुनै बेला भोल्टेज अलिकति बढी पनि त आउन सक्ला। अब 8 भोल्टसम्म त्यसै राखिदिएको हुन्छ है। अब यदि यो भोल्टेज 8 भन्दा नि बढी आइदियो भने के हुन्छ त? अब त यो क्यापेसिटर त बिग्रिन्छ। भोल्टेज धेरै बढी आयो भने के हुन्छ? क्यापेसिटर बिग्रिन्छ, सर्ट भइदिन्छ, बुझ्नु त? क्यापेसिटर अरू फिल्टर गर्ने क्यापेसिटर हुन्छ नि, तिनीहरू पनि बिग्रिन्छ बढी आयो भने, कि एउटा मात्र बिग्रिन्छ? जुन पनि बिग्रिन सक्छ, जसले थाम्न सकेन, जुन अलि अब यो एउटा फ्याक्टर भनेको भोल्टेज भयो, अर्को मेटेरियल अथवा अर्को कुनै पुरानो जे पनि हुनसक्छ कि बिग्रिन्छ। जुन अब यहाँ लाइनमा 4वटा छ भने अब एउटा मात्रै बिग्रिन पनि सक्छ, 2टा बिग्रिन पनि सक्छ, 3टा, 4वटा सबै बिग्रिन पनि सक्छ। यही बिग्रिन्छ भने त्यसरी भन्न मिल्दैन।
अब जुन पनि भिट्न सक्ने भयो बुझ्नुभयो अब क्यापेसिटर बिग्रियो भने प्रब्लम चाहिँ के आउँछ एउटा क्यापेसिटर बिग्रियो भने के समस्या देखिन्छ बाटो होइन प्लस लाइन र माइनस लाइनको बिचमा क्यापेसिटर छ कि छैन अनि माने यो क्यापेसिटर के भइदियो सर्ट भइदियो जोडियो यसको प्लस र माइनस पिन के भयो जोडियो अब के हुन्छ यहाँको 5 भोल्ट डिसी कहाँ जान्छ आइसीमा जान्छ कि जाँदैन जाँदैन अब त यही बाटो पायो नि त उसले यो ठिक हुँदा पो यसले भोल्टेज रोक्थ्यो अब यो सर्ट भएपछि भोल्टेज रोक्छ त यसले रोक्दैन अब एसी होस् डिसी होस् सबै के भयो त दुइटै यसैबाट फर्केर यहाँ माइनसमा गयो यहाँ भोल्टेज गयो त गएन अब यसले काम गर्छ गर्दैन क्यापेसिटर सर्ट भयो भने के हुन्छ त यो पार्टले काम गर्न छोडिदिन्छ किन छोड्छ भने यसले हामीले पठाएको भोल्टेज हामीले पठाएको भोल्टेज यहाँको जाँदै गएन यहाँबाट गएर अनि माइनसमा फर्के पो यसले काम गरेर तर यहाँबाट नगएर यहीँबाट बिचबाटैबाट फर्क्यो भने यसले काम गर्छ त गरेन नि यसरी क्यापेसिटरले काम क्यापेसिटर बिग्रियो भने के हुन्छ त धेरै जसो सर्टको केस आउँछ सर्टिङ भनौँ न कुनै पनि ठाउँ सर्ट भयो भने धेरै त्यसको मेन कारण के हो त क्यापेसिटर सर्ट भनेको के हो त प्लस र माइनस जोडिनु अब रेजिस्टर मानौ यस्तो छ रेजिस्टर बिग्रियो भने सर्ट हुन्छ कि हुँदैन यो रेजिस्टर छ मानौ यसले सर्ट गर्छ कि गर्दैन त्यसरी रेजिस्टर जोड्यो भने रेजिस्टर बिग्रियो भने सर्ट हुन्छ कि हुँदैन रेजिस्टरले सर्ट भनेको प्लस र माइनस जोडिनु हो कि अब यो बिग्रियो भने यसको कनेक्सन माइनससँग छैन यो बिग्रियो पनि सर्ट हुन्छ त हुँदैन सर्ट हुनु भनेको के हो त जुन दुईटा लाइनको बिचमा छ त्यो बिग्रेर सर्ट हुन्छ एउटा लाइनमा भएको कुरालाई बिग्रेर सर्ट हुँदैन बुझ्नुभयो भनेपछि यो जुन प्यारलली छ यस्तो कनेक्सनलाई के भनिन्छ प्यारलल प्यारललमा जोडिएको कम्पोनेन्ट बिग्रियो भने के हुन्छ सर्ट हुन्छ सिरिजमा जोडेको कम्पोनेन्ट बिग्रेर सर्ट हुँदैन सिरिजमा बिग्रियो भने के हुन्छ भोल्टेज जाँदैन यता जान्छ भने यो ओपन भइदियो हो ओपन भन्नाले यस्तो भइदियो भने 5 भोल्ट पठायो भने यहाँ जान्छ त जाँदैन ओपन भए पनि काम गर्दैन तर सर्ट भयो भने काम गरिरहेको छ यदि यो सर्ट भइदियो भने के हुन्छ मानव हामीले 5 भोल्ट पठायो रेजिस्टर हुँदाखेरि मानव यसले 1-2 भोल्ट रोक्थ्यो भने अब 5 गयो भोल्टेज रोकेन बढी भोल्टेज गयो त्यो त्यसो गयो 5 भोल्ट यहाँ आयो होइन अनि बिग्रिन चान्स बिग्रिन भन्दै तातिन्छ चाहिने भन्दा बढी भोल्टेज आयो नि त के हुन्छ हिट हुन्छ तर यो सर्ट हुने चान्सेस हुँदैन यो रेजिस्टर प्रायः सर्ट हो यो बिग्रियो भने के हुन्छ यस्तो ओपन हुन्छ क्या ओपन भयो भने के भयो त भोल्टेज जाँदै गएन अनि काम गर्न छोड्यो त्यसरी काम हुन्छ अनि यो रेजिस्टर चेक गर्नु त थाहा छ यसलाई चेक गर्ने यदि भ्यालु देखाएको छैन भने के हो त ओपन हो अनि यसलाई के भने अर्को रेजिस्टर हालिदिनु अथवा यसरी जोडिदिए पनि भयो जोड्दाखेरि के हुन्छ काम गर्छ तर लाइफ चाहिँ घट्छ किनभने यसले भोल्टेज पहिला यो हुँदा त भोल्टेज रोकेर पठाउँथ्यो नि त अब भोल्टेज नरोकेपछि के भन्छ बढी भोल्टेज गयो अनि त्यसले गर्दा काम चाहिँ त्यो यसको पर्फर्मेन्स के हुन्छ कम हुन्छ अथवा लाइफ पनि के हुन्छ कम हुन्छ बुझ्नुभयो अब होइन नि क्यापेसिटरको मेन काम भनेको के रहेछ त क्यापेसिटरको मेन युज काम के भयो एउटा फिल्टर गर्ने अर्को के काम गर्छ त यसले केही भोल्टेजलाई स्टोर पनि गर्छ केही डिसी भोल्टेजलाई के गर्छ स्टोर गर्छ यदि यहाँबाट हामीले भोल्टेज पठाउँछौँ पठाएको भोल्टेज के हुन्छ त आइसी अथवा पार्टलाई पठायो होइन पठाएको भोल्टेजमा 5 भोल्ट पठायो अनि यो भोल्टेज यहाँ जानुभन्दा पहिला के हुन्छ यसमा भोल्टेज केही भोल्टेज जम्मा हुन्छ कति जम्मा हुन्छ त हामीले 5 पठायो भने कति जति जम्मा हुन्छ यसमा के मात्रामा भन्नाले कति पर्सेन्ट एकदम थोरै 0.000 एकदमै थोरै त्यो भनेको काम नलाग्ने भन्नाले एकदमै थोरै हुन्छ धेरै हुँदैन अब धेरै मानव 4-5 वटा क्यापेसिटर भने सबैले थोरै गर्दाखेरि के हो त्यो चाहिँ धेरै जस्तो भयो नि त कुनै बेला के हुन्छ यसले हामीले पठाएको भोल्टेज घट्यो भने यहाँ जुन जम्मा भएको भोल्टेज हुन्छ नि त्यसलाई गइदिन्छ यसले भोल्टेज ब्यालेन्स गर्ने काम पनि गर्यो यसले के गर्छ त्यो भोल्टेजलाई स्टोर गर्छ र चाहिएको बेला के गर्छ त चाहिएको बेला यसले के गर्छ त्यो भोल्टेजलाई सप्लाई पनि गर्छ बुझ्नु त यो क्यापेसिटरको काम अब रेजिस्टरको भ्यालुलाई के भनिन्छ रेजिस्टेन्स जस्तै क्यापेसिटरको भ्यालुलाई के भन्ने क्यापेसिटेन्स
क्यापेसिटरको भ्यालुलाई के भनिन्छ क्यापेसिटेन्स भनेको क्यापेसिटरको मान हो कुनै पनि क्यापेसिटरको मान कति छ त त्यो मानलाई के भनिन्छ त क्यापेसिटेन्स भनिन्छ केमा नाप्ने यसलाई जस्तै रेजिस्टेन्सलाई ओममा नापिन्छ क्यापेसिटेन्सलाई केमा नापिन्छ फेराड एफमा नापिन्छ तर क्यापेसिटेन्स भनेको एकदम कम हुन्छ रेजिस्टेन्स भनेको त ओम किलो ओम मेगा ओम धेरै 1000 गुना बढी त्यस्तो भयो नि त हैन तर क्यापेसिटरको मान त्यस्तो धेरै हुँदैन मान भनेको यो भोल्टेज स्टोर गर्ने छ नि त कति यसले स्टोर गर्छ 1 भन्दा बढी गर्छ कि कम गर्छ कम गर्ने 1 भन्दा कम भने त 0 पनि एकदमै कम हो कि हैन त्यही भएर यसको क्यापेसिटेन्स पनि के हुन्छ त प्राय लेस देन 1 नै हुन्छ अब 1 भन्दा कमलाई के भन्ने त 1 भन्दा बढीलाई त 1 भन्दा 1000 गुना बढी भयो भने किलो त्यो भन्दा नि 1000 गुना बढी भयो भने मेगा भनिन्छ भने 1 भन्दा 1000 गुना सानो भयो भने के भन्ने त्यसलाई ओम भन्ने ओम त युनिट भयो अब 1 भन्दा 1000 गुना कुनै कुरा सानो हो भने त्यसलाई के भनिन्छ मिली भनिन्छ बुझ्नुभयो मिली भनेको सानो एम मेगा भनेको ठुलो एम हैन क्यापिटल एम मिली भनेको के हो स्मल एम अब 1 मिली भन्दा पनि 1000 गुना सानो भयो भने त्यसलाई के भन्छ माइक्रो यसलाई यस्तो म्यू यो चिन्हलाई के भनिन्छ म्यू लेजर भन्छ अथवा म्यू जस्तो चिन्ह म्यू अब म्यू भन्दा पनि 1 माइक्रो भन्दा पनि सानो भयो भने त्यसलाई के भन्ने 1 माइक्रो भन्दा पनि 1000 गुना सानो भयो भने के भन्ने न्यानोलाई के जाने एन लेजर 1 न्यानो भन्दा पनि 1000 गुना सानो भयो भने त्यसलाई के भन्ने पिकोलाई टी लेजर भन्छ बुझ्नुभयो भनेपछि यो यसको मान केमा हुन सक्छ 1 भन्दा कम हुन्छ 1 भन्दा कम भनेपछि कि त मिली फेराड कि त माइक्रो फेराड कि त न्यानो फेराड फेराड किनभने यसलाई फेराडमा नापिन्छ अब रेजिस्टेन्स भएको भए ओम हुन्थ्यो हैन यो फेराड भएकोले के भयो त मिली फेराड अथवा माइक्रो फेराड अथवा न्यानो फेराड अथवा पिको फेराड हो यसरी हुन्छ इक्जाम्पलको लागि अब यो पनि क्यापेसिटर हो कम्प्युटरमा चाहिँ यस्तो टाइपको क्यापेसिटर हुन्छ अघि हेर्नुहोस् त्यही लेखिरहेको कति लेखिरहेको छ 1200 माइक्रो युएफ यु जस्तो चिन्ह छ कि छैन यु भनेको के हो त माइक्रो त्यसको भ्यालु कति भयो त 1200 माइक्रो बुझ्नुभयो अनि 6 भोल्ट माइक्रो भनेलाई के भयो त 1 भन्दा सानो भयो कि ठुलो भयो माइक्रो सानो भयो कति गुना सानो 1 भन्दा 1000 गुना सानो कि त्यो भन्दा नि अझै सानो 1 भन्दा 1000 गुना सानोलाई मिली भनिन्छ मिली भन्दा नि अझै त्यो 1000 गुना सानो भयो माइक्रो 1 भन्दा अझै 1000 भन्दा नि अझै 1000 गुना सानो भयो बुझ्नुभयो पछि धेरै जसो क्यापेसिटरको भ्यालु केमा हुन्छ त माइक्रोमा हुन्छ अब यति ठुलो क्यापेसिटरको भ्यालु माइक्रोमा छ भने यो सानोहरूको केमा होला त यिनीहरूको भ्यालु केमा होला पिकोमा हुन्छ यिनीहरूको भ्यालु के हो त पिको पिएफ हो चाहिँ कसैले तपाईँलाई अब यो पिएफहरू भन्यो भने के बुझ्नु पर्यो सानो क्यापेसिटर पिएफ क्यापेसिटर पनि भन्छ कसैले बोलचालको भाषामा पिएफ क्यापेसिटर भने चाहिँ त्यो जोगिनु भएन पिएफ भन्नाले धेरै मान एकदम कम भएको क्यापेसिटरलाई के भन्ने पिएफ भन्ने यिनीहरू के हो त माइक्रो क्यापेसिटर माइक्रो फेराडमा क्यापेसिटी भयो अब यता हेर्नु क्यापेसिटर रिप्लेस गर्दाखेरि हामीले यो भ्यालु मात्रै मिलाएर भएन किनभने यसको भोल्टेज पनि मिलाउनु पर्यो यहाँ कति भोल्ट लेखिरहेछ 16 भोल्ट लेखिरहेछ कि छैन तपाईँले यो बिग्रियो रिप्लेस गर्दाखेरि यो चाहिँ 1200 सेम हालिदिनु भयो अब 16 भोल्टको ठाउँमा 10 भोल्टको हालिदिनु भयो भने मिल्छ मिल्दैन किनभने 16 भोल्ट भन्नाले यसमा के हुन्छ त त्यही रेन्जमा भोल्टेज 10-12 भोल्ट 14 भोल्ट त्यस्तो आउने ठाउँमा यो 16 भोल्ट हालेको हो कि जस्तै 12 भोल्ट आयो भने 12मा हालेर 14, 16, 18 त्यसो भोल्टेज हालिदिएको हुन्छ तपाईँले के गर्नु पर्यो भोल्टेज चाहिँ मिलायो भोल्टेज पनि जति छ त्यति नै हाल्नु पर्यो त्योभन्दा कम भोल्टेज हाल्यो भने के हुन्छ त बिग्रिने चान्स बढ्छ किनभने त्यो जस्तै मानव अब यो 12 भोल्ट आउने हो तपाईँले 10 भोल्टको हाल्नुभयो भने के हुन्छ त्यतिखेर बिग्रियो नि यो क्यापेसिटर म्याचै भएन तर 12 भोल्टको हाल्यो भने त्यो पनि त्यो चाँडो बिग्रिन्छ अलिकति भोल्टेज बढ्ने बित्तिकै फ्ल्याट भइहाल्यो होइन 14 भोल्टको हाल्यो भने केही दिन काम गर्न सक्ला 16 भोल्टको हाल्यो भने
अब यो क्यालकुलेसन गरेरै हालेको हुन्छ। सकेसम्म हामीले के गर्ने, जति मानको छ नि यो त्यति मानकै अर्को राखिदिनु, कम नराख्ने, बरु बढी हाल्दा ठिकै हो होइन। तर बढी पनि सकेसम्म नहाल्ने, बढी हाले पनि के हुन्छ अलिकति बढी हाल्न सकिन्छ, 1 बोल 2 बोल बढाएर हाल्न सकिन्छ। अब घटी हाले पनि के हुन्छ 1 बोल 2 बोल जति घटी हाल्न सकियो, नमिल्ने चाहिँ होइन, पाएन भने त्यो पिस, तर पायो भने त्यो घटीबाट किन हाल्ने जस्तो छ त्यति। यो पनि क्यापेसिटी नै हो, यो सबै क्यापेसिटी सबै। अब यो पिएफको के छ त यसमा न भ्यालु छ न भोल्टेज। अब यसको के भयो यो चेन्ज गर्दा के गर्यो, यसमा चाहिँ हामीलाई भ्यालु पनि थाहा भयो, भोल्टेज पनि थाहा भयो, ठ्याक्क के जे छ त्यो निकालेर अर्को त्यही साइजको त्यही अर्को बोर्डबाट निकालेर राखे पनि भयो, किनेर राखे पनि भयो। तर यो यसको केसमा के गर्नु, मल्टिमिटरबाट चेक गर्ने, मल्टिमिटर चेक गरेर थाहा हुँदैन। मल्टिमिटरमा जस्तै अब रेजिस्टरको लागि त भ्यालु पनि कहाँ हुन्छ, तर बिग्रेको केसमा कहाँ मल्टिमिटरले के भ्यालु दिन्छ, कुनै पनि कुरा बिग्रियो भने मल्टिमिटरले भ्यालु देखाउँछ, देखाउँदैन। तर मल्टिमिटरले नाप्न पनि मिल्दैन यसको भ्यालु होइन, र मल्टिमिटरले देखाउँदैन बिग्रेको भने के गर्ने त। अब यो यसको लागि के गर्ने, यसको साइज हेर्ने, यो जुन साइजको छ नि त्यही साइजको हालिदिने। यो जहाँबाट जुन बोर्डबाट हालेको पनि हुन्छ होइन सेम साइज। यसमा चाहिँ भोल्टेजको खासै मिनिङ हुँदैन, यसको साइज मात्रै मिलाएको हुन्छ। अझै साइज योभन्दा ठुलो पनि गर्ने होइन, सानो पनि गर्ने होइन। स्टोर जानु गर्नु छ भने सकेसम्म सेम हाल्ने, अलिकति तलमाथि भएर त के फरक परेन। र यसको ठाउँमा भनौँ हामीले एकदम सानो यो क्यापेसिटर लगेर हालिदियो भने के हुन्छ, मिल्छ त मिल्दैन नि, यो साइजै फरक छ। यसको ठाउँमा हामी यो चाहिँ हाल्न मिल्यो, तर चाहिँ योको ठाउँमा यो चाहिँ हाल्न मिलेन। छुट्टै पाउँछ कि यो पाउँदैन, तपाईँले त्यो बोर्डबाट निकालेर राख्नुपर्ने हुन्छ, अर्को बोर्ड हालेर निकालेर राख्ने, बुझ्नु। त्यस क्यापेसिटर चेन्ज गर्दा हामीले के हेर्नुपर्ने रहेछ त, त्यसको भ्यालु र क्यापेसिटर रिप्लेस गर्दा हामीले के हेर्नु पर्यो, क्यापेसिटर रिप्लेस गर्दा के गर्ने, सेम भ्यालु सेम भोल्टेज। यो कुन क्यापेसिटरको केसमा, यो भ्यालु प्रिन्टेडको केसमा, भ्यालु प्रिन्टेड होइन पोलर क्यापेसिटरको केसमा। अब नन पोलर हो भने के गर्ने, नन पोलर हो भने सेम साइज। किनभने यसको हामीलाई यो रिडिङहरू के पनि थाहा छैन, यसको हामीले के गर्ने साइज मात्रै मिलाएर फेर्न पनि सक्छौँ। अब अर्को के गर्न सकिन्छ, यो इम्पोर्टेन्ट हो कि यो बुझेन भने तपाईँले बनाउन सक्नुहुन्न, यो राम्रोसँग बुझ्नुपर्छ। यो क्यापेसिटर बिग्रियो, यो सर्ट भयो भने के हुन्छ, यसले यहाँको भोल्टेजलाई यहीँ पठाइदिन्छ, यहाँ भोल्टेज जान पाउँदैन। अनि यसलाई हामीले निकालिदियो भने के हुन्छ, यसलाई हामीले रिमुभ गरिदियो, निकालेर छोडिदियो भने के हुन्छ, काम गर्छ कि गर्दैन, यसलाई निकाल्दैन, गर्छ किन गर्दैन। यसलाई निकालेपछि यो सर्ट भइराख्दा के भयो, यताको भोल्टेज यहाँ माइनसमा गइरहेको थियो भने यो निकालिदिएपछि त सर्ट हट्यो नि, हटेपछि अब यता यो भोल्टेज कहाँ गयो, यहाँ गयो, तर फिल्टर भयो। यसले काम गर्छ, काम नगर्ने होइन, काम त गर्छ तर फिल्टर चाहिँ भएन। फिल्टर भएन भने चाँडो बिग्रिन सक्छ, तर काम चाहिँ गर्छ। चाहिँ प्रायः बनाउने मान्छेले के गर्छ, यो यस्तो बिग्रियो भने निकालेर फालिदिन्छ। तर हामीले त्यस्तो गर्नुभन्दा सकेसम्म के गर्ने, रिप्लेस गर्ने। पछि यो बिग्रियो भने यसको सोल्युसन के हो त, राम्रो सोल्युसन भनेको रिप्लेस हो। तर यदि पाएन कुनै केसमा भने के गर्ने, निकाले पनि काम गर्छ, बुझ्नु त। यसलाई नराख्दा पनि काम चाहिँ गर्छ, तर सकेसम्म के गर्ने, रिप्लेस गर्न ट्राई गर्ने। किन रिप्लेस गऱ्यो भने त पहिला जस्तै भयो नि त। अब रिमुभ गर्दा के हुन्छ, कुनै बेला काम नगर्नु पनि सक्छ। यदि यो क्यापेसिटरको भ्यालु धेरै हो, ठुलो क्यापेसिटर हो भने चाहिँ रिमुभ गर्दा कस्तो, भेरी स्मल। यो क्यापेसिटर एकदमै सानो छ, एकदमै सानो छ भने त्यसलाई के गर्ने, रिमुभ मात्रै गरेर पनि हुन्छ। किन सानोको मान पनि थोरै हुन्छ, तर निकाल्दा पनि खासै त्यसको डिफरेन्स गर्दैन। तर ठुलो हो भने के गर्ने, रिप्लेस गर्ने। यदि साइज एकदम लार्ज छ हो, अथवा मान बढी छ भने के गर्ने, रिप्लेस नै गर्ने, यही अब रिप्लेस नै गर्ने। तर एकदमै सानो छ भने के गर्ने, रिमुभ मात्रै गर्ने। किनभने सानो तपाईँले जोड्न पनि गाह्रो हुन्छ, त्यसलाई निकालिदिएको छोडिदिने सल्भ हुन्छ।
अब क्यापेसिटरको टाइपहरू कति टाइपको हुने भयो त टाइप अफ क्यापेसिटर कति टाइपको हुन्छ त मेन 3 टाइपको मेन चाहिँ 2 टाइपको हुन्छ 3 टाइप भन्नाले एउटा के भयो पोलर क्यापेसिटर पोलर भनेको प्लस माइनस छुट्टिएको जुन क्यापेसिटरको प्लस माइनस छुट्टिएको हुन्छ त्यसलाई के भन्ने प्लस र माइनस पी छुट्टिएको क्यापेसिटरलाई के भन्ने प्लस माइनस कसरी छोड्ने जस्तै पोलर भनेको ठुल्ठुलो क्यापेसिटर जुन हेर्नु भयो होइन यो के हो त पोलर हो अब प्लस कुन हो त यसको प्लस यो त सेतो लेखेकै छ नि होइन जो त सेतो चिन्ह बनाएको छ जो त चिन्ह बनाएको छ त्यो प्लस जस्तो चिन्ह छैन त्यो माइनस भन्छ यसको बडी कस्तो कलरको छ बडीको कलर कालो सेतो छ पुरै बडी कस्तो छ कालो बडी चाहिँ कालो भयो होइन यता के हुने भयो सेतो हुने भयो जो त सेतो छ त्यो पिन के हो प्लस र अर्को पिन के भयो माइनस जोड्दा यो जस्तो थियो त्यस्तै जोड्नु पर्यो प्लसमा अब यता फर्काएर जोडिदियो भने के हुन्छ काम गर्दैन अब यो पनि क्यापेसिटर यो पनि पोलर क्यापेसिटर चाहिँ धेरै जस्तो छ नि यस्तो हुन्छ कालो र सेतो कुनै बेला के हुनसक्छ यस्तो टाइपको नि हुनसक्छ यो कस्तो हो पोलर कस्तो पुरै बडी कस्तो कलरको छ येल्लो पहेँलो छ कि छैन अनि यतातिर के छ खैरो ब्राउन जत चिन्ह छ त्यो प्लस जत चिन्ह छैन त्यो ब्राउन भन्नुभयो नि ब्राउन ए यो चिन्ह कस्तो छ ब्राउन छ नि खैरो टाइपको चिन्ह छ कि छैन जता चिन्ह हो त्यो के हो प्लस जता चिन्ह छैन त्यो के हो माइनस अब यिनीहरूमा नि भ्यालु लेखेको छ यो माथि हेर्नुभयो भने केही भ्यालु चाहिँ लेखेको चाहिँ यो चेन्ज गर्दा के गर्ने यसको भ्यालु मिलाएर चेन्ज गर्ने तर यिनीहरू चेन्ज गर्दा साइज मिलाएर चेन्ज गर्ने सेम पोलर केलाई यो पनि पोलर त्यो पनि के हो पोलर अब यसले चेक गर्ने तरिका के हो कसरी चेक गर्ने अब म मिटरले यसको भ्यालु देख्दैन धेरै भएर हो नि धेरै मिटरमा त्यस्तो धेरै पनि भएर नाप्न त सकिन्छ यहाँ हेर्नु तर यहाँ हेर्नु एफ लेखिरहेछ कि छैन एफ भनेको फेराज होइन क्यापेसिटरको भ्यालु हामी यसमा नाप्न सक्छौँ कति छ त स्टार्टिङ यसको रेन्ज यो कालो जति यो कति छ 200 माइक्रो फेराड कति छ 20 नानो हो अनि फेरि 2 माइक्रो 20 माइक्रो 200 माइक्रो अब त्यसको अघि हेर्दा यसको कति थियो 1200 माइक्रो अब यसले नाप्न मिल्छ त मिल्दैन किनभने यसको क्यापेसिटी के छ बढी छ नाप्ने तरिका त्यही हो अब यसलाई राख्ने होइन त्यहाँ जति हो त्यति दिन्छ तर यो ठिक नाप्नु हामीले जरुरी छैन किन छैन भने हामीले भ्यालु पत्ता लगाउनु जरुरी भ्यालु पत्ता लगाएर काम छैन हामीले के गर्ने यो ठिक हो कि होइन त्यो चेक गर्नु पऱ्यो त्यो ठिक हो कि होइन भने चेक गर्नलाई के गर्ने बिप मोडमा राख्ने यसलाई बिप मोडमा राखेर चेक गर्ने बिप मोडमा राखेर चेक गर्दाखेरि अब यदि यो सर्ट हो भने के हुन्छ मल्टिमिटरलाई बिप मोडमा राखेर चेक गर्ने होइन अनि यो सर्ट भएको भने के हुन्छ यसले बिप दिन्छ कि दिँदैन हो भन्छ मल्टिमिटरले बिप दियो भने यसको मतलब के भयो दुईटै खुट्टा जोड्यो भने बिप दिन्छ अनि बिप दिने भने के बुझ्नु पऱ्यो मल्टिमिटरले बिप दियो भने क्यापेसिटर के हुन्छ सर्ट बिप दियो भने सर्ट है बिप दियो भने बिप भनेको जोडिनु क्या दुईटै खुट्टा जोड्यो भने के हुन्छ मल्टिमिटरले बिप दिन्छ अब यो जोडिनु भनेको सर्ट हुनु हो क्या दुईटै खुट्टा जोडिनु त हुँदैन जोड्यो भने कामै गरेन नि र यसले के गर्नुपर्छ भ्यालु दिनुपर्छ भ्यालु दियो भने के मान्ने मल्टिमिटरले भ्यालु दियो भने सही ठिक तर भ्यालु नदिएर के दियो बिप दियो भने के हुन्छ त खराब हुन्छ यसमा यो साउन्डमा लाग्छ नि त्यसमा पनि भ्यालु दिन्छ त दिन्छ त्यसो भने त्यही राखेर भ्यालु भन्नाले यसको कति मान हो त्यो दिने होइन कि फेरि जुनसुकै भ्यालु पनि दिन सक्छ
यसलाई चेक गर्दा कहाँ राख्नु पर्यो, के गर्नु पर्यो, मल्टिमिटरलाई कहाँ राख्ने, बिप मोडमा राख्नु पर्यो, मल्टिमिटरलाई बिप अथवा यसलाई कन्टिन्युटी पनि भन्छ है। कन्टिन्युटी भनेको पनि त्यही बुझ्नु पर्यो। कन्टिन्युटी मोडमा राखेर चेक गर्दा के दिनु पर्यो, भ्यालु आएमा, भ्यालु कति आउनु पर्यो, जति आए पनि हुन्छ होइन। भ्यालु भनेको 200 देखि लिएर लगभग 200 देखि लिएर लगभग तपाईँको 1200 जति भ्यालु आउँछ। भ्यालु आएमा चेक गर्दा भ्यालु दिएमा ठिक हुन्छ। तर के गर्यो, भ्यालु कम दियो भनेको, भ्यालु मानौ कति 10 देखि लिएर 150 दिएमा के हुन्छ, खराब लिकेज, पुरै सर्ट होइन, तर त्यस्तो के भन्छ लिकेज अर हाफ सर्ट, त्यसलाई के भन्छ। भ्यालु कम आयो भने के हो त, त्यो काम गर्छ तर त्यसले राम्रोसँग काम गरेन हो। डिसिएलहरू डिसी गर्ने हो नि त, पुरै डिसी नरोकेर अलिकति डिसी माइनसतिर पनि पठाइदियो अनि उता पनि दुईतिर डिसी पठायो भने त्यो के भयो, त्यो लिकेज भयो। अब सर्ट भएको भए त पुरै डिसी नै पठाउँथ्यो, तर डिसी रोक्यो तर पुरै डिसी चाहिँ रोकेन, अलिअलि डिसी के भयो त्यहाँबाट पास पनि भइरहेछ भने त्यो त्यसलाई के भन्छ लिकेज अथवा हाफ सर्ट भनौँ न। पुरै पाइपमा भनौँ अलिकति सानो पाल पाऱ्यो भने के हुन्छ, पानी यहाँबाट गयो भने के हुन्छ, यता पनि जान्छ यता पनि जान्छ है जाँदैन हो, त्यो कन्डिसनलाई के भनिन्छ लिकेज अथवा हाफ सर्ट। भ्यालु कम आयो भने के बुझ्ने, त्यो भनेको लिकेज। अब यस्तो भयो भने के हुन्छ, ब्याकअप कम हुन्छ, किनभने अब ब्याट्रीले त बढी दिनु पऱ्यो नि त, त्यो पार्टलाई पनि दिनु पऱ्यो अनि त्यो उसबाट लिकेज ब्याकअप चाहिँ बढ्छ। र बिप दियो भने के हुन्छ, बिप दिएमा के गर्ने, सर्ट भएको भन्ने, बिप दियो भने त सर्ट भएको पुरै खराब भयो। बिप दियो भने के बुझ्ने त, बिप पनि दिने, त्यसमा त्यो भ्यालु पनि हुन्छ। यो लो भ्यालु भनेको बिप पनि दिन्छ, 10, 20, 30 त्यस्तो देखायो भने त्यो सँगसँगै के हुन्छ बिप पनि आइरहन्छ। त्यस्तो भयो भने लिकेज, त्यसले काम पनि गर्छ तर बढी भोल्टेज फालिरहन्छ। त्यस्तोलाई पनि सकेसम्म रिप्लेस गर्दा राम्रो, नभए त्यो ब्याकअपहरू ल्यापटपहरू त्यस्तो चार्ज नटिकने भन्दा त्यस्तै भएर हो। के अरे ल्यापटपको चार्जर टिकाउँदैन त्यस्तै कारणले त्यो बढी भोल्टेज जान्छ, लिकेज हुने बित्तिकै बढी जान्छ अनि त्यसले गर्दाखेरि डिभाइसको लोड बढ्यो नि त। अब जति दिनु पऱ्यो त्योभन्दा बढी दिनु पऱ्यो भने के हुन्छ, जो दिने डिभाइस हो त्यसको पावर पुगेन भने त्यो छिटै बिग्रिन सक्छ। सर्ट हो भने चाहिँ जस्तै सर्ट कसरी हुन्छ भने चार्जिङमा सर्ट हो भने ल्यापटप हामीले जोड्ने बित्तिकै के भयो, ल्यापटपको बत्ती निभ्यो, त्यो भनेपछि के भयो लिकेज भयो, सर्ट भयो भने हुन्छ। ल्यापटपको त्यो चार्जरहरू तात्तिने धेरै, त्यो भनेको लिकेज। किनभने चाहिने भन्दा बढी दिनु पऱ्यो भने के हुन्छ, तात्तिन्छ। ठिक छ, बुझ्नुभयो। त्यो एउटा टाइप के भयो पोलर क्यापेसिटर। अर्को टाइप के हो त, सेकेन्ड टाइप भनेको पोलर साथीहरू। भिडियो कस्तो लाग्यो त, मन परेको भए लाइक गरौँ न, र फेसबुकमा सेयर गर्न सकिन्छ भने सेयर पनि गरौँ। तपाईँको साथीहरूले नि थाहा पाएर यसबाट लाभ लिनुहुनेछ नि त। नलेज जति बढाए सेयर गरे त्यति बढ्छ अरे हो। र यदि तपाईँले कुनै कुरा भिडियोमा भनेको कुनै कुरा तपाईँले बुझ्नु भएको छैन भने तल भिडियोको तल कमेन्ट बक्स छँदैछ, त्यसमा लेखेर पोस्ट गर्नु न, त्यसको तपाईँको रिप्लाई